हेलो फ्रेन्ड, म तपाईँहरूलाई आज के सिकाउन गइरहेको छु भने हामीले कसरी गुगलले प्रोभाइड गरेको विभिन्न टुलहरूलाई प्रयोग गरेर समय र पैसा दुवैको बचत गर्न सक्छौँ। र तीमध्ये मैले केही इम्पोर्टेन्ट 5वटा गुगलका टुलहरूको बारेमा सिकाउने छु। गुगल मिट रहेको छ। यसलाई हामीले के गर्न सक्छौँ, ल्यापटप अथवा पीसीको थ्रु पनि हामी युज गर्न सक्छौँ। तर हामीले मोबाइलमा युज गर्न पर्यो भने यसलाई डाउनलोड इन्स्टल गर्न मिल्छ हाम्रो प्ले स्टोरबाट। र यसलाई इन्स्टल गर्नुहोस् र इन्स्टल गरिसकेपछि हामीले ओपन गर्ने। जुम जस्तै हाम्रो के हो त एउटा यो अनलाइन कम्युनिकेसन प्लेटफर्म हो। जस्तै मैले न्यू गरेँ र हजुरले यसरी के गर्न सक्नुहुन्छ, क्रिएट लिङ्क गरेर साथीहरूलाई सेयर पनि गर्न सक्नुहुन्छ कपी गरेर। यसरी हामी के गर्न सक्छौँ त अनलाइन कम्युनिकेसनहरू गर्न सक्छौँ गुगल मिटको थ्रु, जसरी हामीले व्हाट्सएपबाट गर्थ्यौँ अथवा जुमबाट गर्थ्यौँ। गुगलको टुल रहेको छ गुगल सिट। गुगल सिटलाई मैले इन्स्टल गरिसकेको छु। माइक्रोसफ्टको एक्सेलको के हो त कम्पिटिटर हो, जसमा हामीले विभिन्न फाइनान्सियल क्यालकुलेसनहरू गर्न सक्छौँ। जस्तै मैले न्यू स्प्रेडसिट गरेँ र यसमा गइसकेपछि हजुरले के गर्न सक्नुहुन्छ, यसमा डिफ्रेन्ट टास्कहरू गर्न सक्नुहुन्छ। फर्मुलाहरू हेर्नुहोस्, यसरी हामी के गर्न सक्छौँ, फर्मुलाहरू लाउन सक्छौँ। हामी फर्मुलाहरू पनि लाउन सक्छौँ र हाम्रो के छ त अलाइनमेन्टका कुराहरू रहेका छन्। कलरहरू हामी यसरी राख्न सक्छौँ। यसरी हामी सिटलाई सिलेक्ट गर्न सक्छौँ। यसरी हामी इन्सर्ट गर्न सक्छौँ सेलमा। जस्तै मैले इन्सर्ट गरेँ, यसरी यहाँ एउटा इमेज इन्सर्ट भएको छ। अर्को इम्पोर्टेन्ट टुल रहेको छ गुगल डक्स। गुगल डक्स भनेको के हो भनेपछि हामीले यसलाई पनि इन्स्टल गर्नुपर्ने हुन्छ। र यो भनेको हाम्रो माइक्रोसफ्टले प्रोभाइड गरेको एमएस वर्डको के हो त कम्पिटिटर हो, जसको थ्रु हामीले के गर्न सक्छौँ त हाम्रो रिज्युमे बनाउने लगायतको हाम्रो डकुमेन्ट सम्बन्धी कुराहरू गर्न सक्छौँ। यसलाई ओपन गरेँ, न्यू डकुमेन्ट, सबै कुराहरू फिचरहरू छ जति पनि हाम्रो एमएस वर्डमा थियो सबै फिचरहरू दिएको छ। यसरी हामी अलाइनमेन्टका कुराहरू र यसमा इन्सर्ट गर्नुपर्ने छ भने हामी यसरी इन्सर्ट गर्न सक्छौँ। र इमेज इन्सर्ट गर्न पर्यो, टेबल गर्न पर्यो। जस्तै मैले कतिवटा रो कतिवटा कलम राख्ने सबै फिचरहरू यसमा रहेको छ। जस्तै टेबल बन्यो। एमएस वर्डमा गर्नुपर्ने जति पनि कामहरू थियो त्यसलाई हामी गुगल डक्समा गर्न सक्छौँ। गुगल च्याट। गुगल च्याट भनेको के होला, पक्कै पनि हाम्रो च्याट गर्नको लागि प्रयोग गरिने टुल हो। जस्तै मैले न्यू क्रिएट स्पेस गरेँ, यसमा गएर स्पेसको नेम दिनुहोस्। क्रिएट गरेर हजुरले यसमा के गर्न सक्नुहुन्छ त यसमा एड मेम्बर गरेर जस्तै कसको मेलमा एड गर्नुपर्ने, यस्तो सबै कामहरू हाम्रो मेलको थ्रु हुन्छ। जस्तै मैले यहाँ के गरेँ, यसलाई मैले एड गरेँ। एड गरिसकेपछि अब हजुरले के गर्न सक्नुहुन्छ त यहाँ हाई भनेर मेसेज गर्न सक्नुहुन्छ। यो मेसेज चाहिँ कहाँ जान्छ, जुन हाम्रो टेक्निकल 700 मेलमा गएर गयो। जस्तै हामीले यहाँ हेर्न सक्छौँ। अर्को हाम्रो दुवै मेल मेरैमा भएको कारणले हजुरले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हाम्रो इन्भाइट आएको छ, च्याटको लागि इन्भाइट आएको छ। यसरी हामी के गर्न सक्छौँ, कम्युनिकेसनहरू गर्न सक्छौँ गुगल च्याटको थ्रु। अर्को रहेको छ हाम्रो यो गुगल फाइन्ड माई डिभाइस भनेको के हो भनेपछि यदि हाम्रो मोबाइल हरायो, जस्तै हाम्रो मोबाइल हराइसकेपछि अब त्यसलाई ट्र्याक गर्न पर्यो, कसले लग्यो, कहाँ छ भनेर ट्र्याक गर्न पर्यो भने हाम्रो गुगल फाइन्ड माई डिभाइसको युज हुन्छ। यसमा कसरी युज हुन्छ त यो भनेपछि हामीले चाहिँ अर्कोको मोबाइलमा गएर हामीले जुन मोबाइल हराएको छ त्यस मोबाइलमा भएको इमेल आइडी र पासवर्डलाई यहाँ इन्टर गरेर हामीले के गर्न सक्छौँ, त्यसलाई कुन अवस्थामा छ, कुन प्लेसमा छ हाम्रो मोबाइल, त्यसलाई ट्र्याक गर्न सक्छौँ। के गर्न सक्छौँ, ट्र्याक गर्न सक्छौँ। हामीले के गर्न सक्छौँ, यसरी ट्र्याक गर्न सक्छौँ। यहाँ जाने, साइन एज अ गेस्टमा जाने, यसमा गएर इमेल आइडीलाई इन्टर गरेर हजुरले के गर्न सक्नुहुन्छ त ट्र्याक गर्न सक्नुहुन्छ। जस्तै मैले के कुनबाट साइन इन गर्न चाहनुहुन्छ, जस्तै हजुरको हराएको डिभाइसको इमेल आइडी के थियो त्यसलाई हानी, पासवर्ड हानी, अनि लगइन हुन्छ। लगइन भएपछि चाहिँ हामी ट्र्याक गर्न सक्छौँ। धन्यवाद।